हेलो गाइज, आज हामी माछा मार्ने भनेर खोलातिर जाँदैछौँ। भिडियो अलि लामो बन्न सक्छ, पुरै भिडियो हेरेर साथ दिनुहोला। हामी रमाइलो गर्दै जाँदैछौँ। यता भने मेरो दाइ पुरा फिल्मी स्टाइलमा बाइक ल्याएर आउँदैछन्। मैले यसो मोबाइल फर्काएर आफूलाई देखिने गरी पनि भिडियो बनाउँदै थिएँ। पछाडिबाट सुट्ट अर्को दाइ बाइकको इन्ट्री भएछ। हामी रमाइलो गर्दै गयौँ। सरले बाइक चलाउँदै गर्दा मैले दाइलाई मोबाइल दिएर उहाँले अगाडिबाट हाम्रो भिडियो बनाउनु भयो। फाइनली गाइज हामी खोलामा पुग्यौँ। अब काँक्रा साक्रा खाएर हामी यही खोलामा माछा मार्ने हो। ल है गाइज, अब हामी माछा मार्नतिर लाग्छौँ। भिडियो अलि लामो हुने भयो, पछि देखाउँला माछा मारेर है। ल हेर्नुहोस् गाइज, हामी माछा मारेर माथि डाँडातिर आइसकेका छौँ। दाइको हातमा यत्रो कट्टामा माछा छ है। ल हेर्नुहोस् गाइज, आज हामीले यति माछा मार्यौँ। यो जुन ठुलो माछा छ नि, यो माछा छोपेको चाहिँ भिडियो मैले अर्को पार्टमा बनाएर हाल्नेछु। ल है गाइज, आज मेरो दायाहरू यो लास्टै थाकेका छन्। बुढापाका मान्छेले भन्ने गर्थे, जङ्गलमा तौल खन्न गएको र खोलामा माछा पार्न गएपछि धेरै थकाइ लाग्छ। ल हेर्नुहोस्, हो रहेछ, बुढापाका मान्छेले भनेको कुरा सही रहेछ। ल पार्ट 2 हेर्न पनि नछुटाउनु होला है गाइज।